आज चाहिँ म तपाईहरुलाई जापानको मोस्ट पपुलर फन्ड इम्याक्स स्लिम भन्नेमा इन्भेस्ट कसरी गर्ने भन्ने कुरा देखाउने छु। वेलकम ब्याक टु माई इन्भेस्टमेन्ट सिरिज। यदि तपाईले चाहिँ मलाई फलो गरिरहनु भएको छ भने चाहिँ मैले चाहिँ अहिले चाहिँ तपाईहरुलाई चाहिँ जापानको शेयर मार्केटमा कसरी चाहिँ तपाईले पैसा लगानी गर्न सक्नुहुन्छ भन्ने कुरा देखाइरहेको छु। शेयर मार्केटमा इन्भेस्ट गर्ने धेरै तरिकाहरू छन्, लाइक स्टक्स भयो, एप्पल, टेस्ला जस्तो कम्पनीको सिधै शेयर किन्न सक्नुहुन्छ। अर्को भनेको चाहिँ बन्ड, सरकार वा कम्पनीलाई ऋण दिन सक्नुहुन्छ। अर्को भनेको गोल्ड, तपाईले सुन किनेर पनि सुनमा पनि इन्भेस्ट गर्न सक्नुहुन्छ। अनि अर्को भनेको चाहिँ इन्भेस्टमेन्ट फन्ड, ETF या म्युचुअल फन्ड भन्ने सुन्नु भएको छ, त्यो पनि हो। अब यो भनेको के हो, अब यिनीहरुमा के डिफरेन्सेसहरु छ भन्ने कुरा चाहिँ म तपाईलाई फ्युचरमा भिडियोहरु बनाएर एक्सप्लेन गर्ने वाला छु। यदि तपाईले चाहिँ फलो गर्नु भएको छ भने फलो गरेर राख्नु होला, लोभ नगरिकन। अब इन्डेक्स फन्ड भनेको चाहिँ तपाईले चाहिँ एक-एकवटा सिंगल कम्पनीको शेयर नकिनिकन धेरै कम्पनीहरुको शेयर एकैचोटी किन्नु। फर एक्जाम्पल तपाईसँग चाहिँ 100 रुपैयाँ छ, बट तपाईलाई चाहिँ फ्रुट खान मन लागिरहेछ, लाइक म्याङ्गो पनि खान मन लागिरहेछ, एप्पल पनि खान मन लागिरहेछ, बनाना पनि खान मन लागिरहेछ, बट 100 रुपैयाँले त त्यो पोसिबल छैन। सो के गर्नुहुन्छ भने तपाईले चाहिँ त्यहाँ एउटा अप्सन देख्नुहुन्छ मिक्स फ्रुट वाला। सो सेम त्यही कन्सेप्ट हो इन्डेक्स फन्ड पनि। त्यसमा चाहिँ तपाईहरुलाई चाहिँ त्यो फन्ड म्यानेजरहरुले चाहिँ तपाईको पैसा चाहिँ देशको टप कम्पनीहरुमा लगानी गरिदिन्छन्। अब इन्डेक्स भनेको के भन्दाखेरि चाहिँ इन्डेक्स भनेको नम्बर वाइज हो, 1 2 3। सो तपाईले चाहिँ S&P 500 सुन्नु भएको छ भने चाहिँ त्यो भनेको के भन्दाखेरि चाहिँ अमेरिकाको टप 500 कम्पनीजहरु हो। कुनै इन्डेक्स फन्डहरुले चाहिँ S&P 500 मा लगानी गर्छ भन्नेको मतलब चाहिँ उनीहरुले चाहिँ देशको टप 500 कम्पनीहरुमा चाहिँ इन्भेस्ट गरिदिन्छन्। अब यसको लागि तपाईले धेरै पैसा पनि चाहिदैन, लाइक तपाईले चाहिँ 1000 इनमा नै तपाईले इन्भेस्ट गर्न सक्नुहुन्छ, बट त्यसको बाबतमा चाहिँ तपाईले चाहिँ सर्टन फीहरु बुझाउनु पर्छ। प्लस मार्केट खुल्यो या बन्द भयो भनेर हेरेर बसिरहनु पनि झन्झट गर्नु पर्दैन यसमा चाहिँ। ओके, अब चाहिँ प्र्याक्टिकल रूपमा हेरौँ है त। सुरुमा चाहिँ तपाईले अभियसली राख्ने सेक्युरिटीज भित्र लगइन गर्नुपर्ने हुन्छ। लगइन गरिसकेपछि तपाईले मेन्युमा गएर सेकेन्ड वाला अप्सन चुज गर्नुभयो भने चाहिँ यो चाहिँ इन्डेक्स फन्डहरुसँग रिलेटेड पेज हो। अब यहाँ चाहिँ तपाईले गएर खोज्न पनि सक्नुहुन्छ आफ्नो हिसाबले। एउटा तरिका भनेको चाहिँ यदि तपाईलाई चाहिँ कुनै पर्टिकुलर फिल्डमा चाहिँ इन्ट्रेस्ट छ, यदि तपाईँ चाहिँ घर जग्गाहरुमा इन्ट्रेस्ट छ भने चाहिँ तपाईले त्यो हिसाबले पनि सर्च गर्नुहुन्छ है। त्यहाँ गएर चाहिँ तपाईले सुपर सर्च भन्नेमा गएर क्लिक गर्नुभयो भने चाहिँ त्यहाँ तपाईले फिल्टर गर्न सक्नुहुन्छ डिफ्रेन्ट काइन्ड अफ अब स्टक्सहरुलाई। तपाईलाई चाहिँ अब केमा इन्ट्रेस्ट छ यहाँ गएर फुदोसान रिलेटेड खोज्नु भयो। अब यहाँ तल गएर तपाईले जापानमा मात्र गर्ने कि जापान बाहेकको अरु ग्लोबलमा गर्ने कि जापान इन्क्लुडिङ जापानमा वाला गर्ने कि, यो सबै तपाईले फिल्टर गरेर चाहिँ आफ्नो हिसाबले तपाईले चाहिँ खोजेर आफूलाई पर्टिकुलर कुन चाहिँ फिल्डमा चाहिँ इन्ट्रेस्ट छ त्यो हिसाबको चाहिँ फन्डहरु तपाईले किन्न सक्नुहुन्छ है त। सो मलाई चाहिँ थाहा छ म कुन किन्छु भनेर। सो म चाहिँ यहाँ तपाईलाई चाहिँ इम्याक्सिस देखाउँछु। सो यु क्यान सी त्यहाँ तपाईले हेर्नु भयो भने चाहिँ यो चाहिँ त्यहाँ डिफ्रेन्ट टाइप अफ इम्याक्सिसहरु छ। अब यहाँ सुरुमा तपाईले हेर्नु भयो भने चाहिँ ओभरकन भनेको छ। अब यो भनेको चाहिँ अल कन्ट्री, अल ओभर द वर्ल्ड, संसारको टप कम्पनीहरुमा यसले चाहिँ लगानी गर्छ। अर्को तल जानु भयो भने चाहिँ त्यहाँ बेकोको खाबसिकी भनेको त्यो S&P 500, यो भनेको चाहिँ US को टप 500 कम्पनीमा यसले चाहिँ इन्भेस्ट गर्छ। सो मलाई चाहिँ US को भन्दाखेरि नि मलाई चाहिँ जापानकै म्युचुअल फन्डमा चाहिँ इन्भेस्ट गर्न मन लागिरहेको छ। मलाई चाहिँ यो ठिक हुन्छ जस्तो लागिरहेको छ। लेट्स सी है त। सो यहाँ गएर चाहिँ तपाईले चाहिँ अब सुमिता सेत्ते भनेको पनि यहाँ बटन देख्नुहुन्छ। यहाँ चाहिँ यो भनेको चाहिँ तपाईले चाहिँ यसलाई चाहिँ अटोमेटिक गराउन सक्नुहुन्छ हरेक महिना है। सो तपाईले यदि चाहिँ तुरुन्तै किन्नुहुन्छ भने चाहिँ तपाईले चाहिँ त्यहाँ गएर चाहिँ कोन्युमा क्लिक गर्नु भने चाहिँ यो पेज खोल्छ। यो पेजमा चाहिँ यसको सर्टेन इन्फर्मेसनहरु दिएको छ। यसलाई चाहिँ सबैभन्दा तल गएर स्क्रोल गरेर सो नेक्स्ट गर्नु भने चाहिँ तपाईको यो पेज हुन्छ। यो पेजमा तपाईले कति रुपैयाँ अहिले लगानी गर्न खोजिरहनु भएको छ त्यो हाल्दा हुन्छ है। यु क्यान सी तपाईले 100 रुपैयाँबाट पनि इन्भेस्ट स्टार्ट गर्न सक्नुहुँदो रहेछ त यसमा चाहिँ तपाईले। लेट्स सी मलाई चाहिँ 1 मा हाल्न मन लागिरहेको छ अहिले। 1 मा तपाईले सिलेक्ट गर्नुभयो, तल गएर अब पोइन्ट तपाईको छ कि छैन यो आफ्नो हिसाबले गर्नु होला है त। यहाँ चाहिँ गएर तपाईले चाहिँ अब आफ्नो निशा अकाउन्ट तपाईको अप्रुभ भइसकेको छ भने चाहिँ निशा सिलेक्ट गर्नु होला। अनि यो इपान चाहिँ नगर्नु होला है। इपान चाहिँ तपाईले गर्नुभयो भने चाहिँ तपाईले यो ट्याक्ससँग रिलेटेड कुराहरु पछि आफैले गर्नुपर्ने हुन्छ, एकदम झन्झट हुन्छ यो चाहिँ। त्यही भएर कि तोक्ते गर्नुस् कि भने निशा छ भने निशा गर्नुस्। निशा भने के मैले अभियसली भिडियो बनाएर हालिसकेको छु, यदि थाहा छैन भने त्यो हेर्न सक्नुहुन्छ है त। यहाँ तल चाहिँ तपाईले हाइतोकोसु सेन्ताकु यो भन्ने आउँछ। अब यहाँनिर चाहिँ अलिकति इम्पोर्टेन्ट यो चाहिँ छ। यदि तपाईले चाहिँ कम्पाउन्डिङसँग रिलेटेड कन्सेप्ट थाहा छ, सुन्नु भएको छ भने चाहिँ यो त्यही हो। अब सपोज तपाईले 1 लाख रुपैयाँ हाल्नुभयो अनि 1 लाख रुपैयाँमा तपाईलाई चाहिँ बोनस आयो या भनौँ डिभिडेन्ड आयो 1000 रुपैयाँको। अब तपाईले चाहिँ तलको केतोरी गाता गर्नुभयो त्यो 1000 तपाईको डाइरेक्ट ब्याङ्कमा आयो, तपाईले निकाल्न पनि मिल्छ, त्यसलाई युज गर्न पनि मिल्छ। यदि तपाईले चाहिँ साइतोसी गाता भनेर चुज गर्नुभयो भने चाहिँ त्यो तपाईको 1000 रुपैयाँ फेरि इन्भेस्ट हुने भयो क्या। त्यसले गर्दा के फाइदा हुन्छ भन्दाखेरि चाहिँ तपाईले चाहिँ नेक्स्ट टाइम तपाईको डिभिडेन्ड आउने बेला चाहिँ तपाईको त्यो 1 लाखले आउँदैन कि 1,01,000 को मा चाहिँ काउन्ट भएर आउँछ। त्यसले गर्दाखेरि चाहिँ फ्युचरमा जति तपाईले इन्भेस्ट गर्दै जानुहुन्छ त्यति तपाईको चाहिँ कम्पाउन्डिङ पैसा हुँदै 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 गएर धेरै देखिने भन्नेको मेन त्यो कन्सेप्ट चाहिँ यो हो है। त्यसैले चाहिँ म चाहिँ तपाईलाई चाहिँ यो सजेस्ट गर्छु। तपाईँ चाहिँ हैन म हातमै पैसा चाहिन्छ भन्नुहुन्छ तल चुज गर्नु होला, बट आई सजेस्ट यु टु गो फर इट है। यहाँ गएर तपाईले नेक्स्टमा चुज गर्नुभयो भने चाहिँ अब यो चाहिँ जस्ट कन्फर्मेसन पेज हो है। अब यहाँ चाहिँ तपाईले हेर्न सक्नुहुन्छ के हो कस्तो कस्तो हो भन्ने कुराहरू। 30 तारिखमा त मलाई चाहिँ मेरो सेयर म इन्भेस्टमेन्ट चाहिँ लगानी गरिदिन्छु भन्ने खालको यहाँ इन्फर्मेसनहरू छ है त। अब तपाईले यहाँ हेर्नु भने चाहिँ यो फन्डको चाहिँ खान्डी यो भनेको यो अघि मैले भनेको जस्तै फन्ड म्यानेजिङ फी हो यिनीहरूको, जस्ट 0.143% चाहिँ लास्टै थोरै हो यो भनेको चाहिँ।
चाहिँ सो यति नै हो तपाईँले हेर्नु पर्ने अब तल गएर तपाईँले पिनकोड हाल्नु भयो भने चाहिँ च्युमोन सुरु भन्ने बटन इनेबल हुन्छ च्युमोन सुरु भन्ने बटन क्लिक गर्नु भने चाहिँ तपाईँको चाहिँ च्युमोन चाहिँ सक्सेस भयो अब मिस्टेक भयो म चेन्ज गर्छु भन्दा पनि तपाईँले मिल्छ है आफ्नो हिसाबले गर्नु होला चुमिताते पनि हेरिहाल्नु है त तपाईँले चुमिताते पनि कसरी गर्न सक्नुहुन्छ भन्ने कुरा सो चुमितातेको लागि पनि सेम त्यही कुरा नै हो है त्यहाँ गएर चाहिँ तपाईँले फन्ड अब हामी चाहिँ अलरेडी गरिसक्यो भने यहाँ गएर फेरि यसलाई नै चुज गरौँ यु क्यान सी अब यहाँ गएर चाहिँ तपाईँले चुमितातेमा चाहिँ चुमिताते सेते भन्नेमा क्लिक गर्नुभयो भने यहाँ चाहिँ गएर तपाईँले चाहिँ अब आफ्नो निसा अकाउन्ट तपाईँको अप्रुभ भइसकेको छ भने चाहिँ निसा सेलेक्ट गर्नु होला अनि त्यसपछि राख्दैन छेउकेन कोजा यदि चुमितातेलाई चाहिँ अटोमेटिक गराउनु मन छ भने चाहिँ तपाईँलाई चाहिँ कि त भने राख्दैन ब्याङ्क अकाउन्टको जरुरत पर्छ कि भने तपाईँलाई राख्दैन क्रेडिट कार्डको जरुरत पर्छ यदि त्यो छैन भने चाहिँ तपाईँले अटोमेटिक त गर्न सक्नुहुन्न बट तपाईँले म्यानुअली चाहिँ पैसा ट्रान्सफर गर्नुपर्छ मेरो जस्तै एनइएफसी छ जेपी छ भने चाहिँ तपाईँले चाहिँ ब्याङ्क कनेक्ट गरेर पैसालाई चाहिँ डिपोजिट गर्नुपर्छ त्यसपछि त्यो पैसा तपाईँको अकाउन्टमा छ भने चाहिँ अटोमेटिकली इन्भेस्ट हुन्छ है त अब चाहिँ यहाँनिर चाहिँ तपाईँले चुमिता चाहिँ त्यही अब कति गते चाहिँ तपाईँको पैसा ट्रान्सफर गर्न चाहनुहुन्छ तपाईँले लाइक 25 तारिक आउँछ भने 25 तारिकै गर्नुहुन्छ या 28 तारिक गर्नुहुन्छ यदि तपाईँको अटोमेटिक छ भने चाहिँ क्रेडिट कार्डहरू छ भने 25मै सेलेक्ट गर्नु होला यदि छैन भने चाहिँ अलिकति 1-2 दिन बिर्सिनु पनि चान्स हुन्छ त्यही भएर चाहिँ 26-28मा गएर राख्नु होला होइन अब पोइन्ट कार्ड छ कि छैन त्यो आफ्नो हिसाबले गर्नु होला सो नेक्स्ट जानुभयो भने चाहिँ त्यहाँ अघिकै सेम हो अब महिनाको कति हाल्नुहुन्छ तपाईँले सो मैले चाहिँ महिनाको 5,000 रुपियाँ हाल्छु अनि अभियसली हाइतो कोर्समा चाहिँ अघिको जस्तै साइतो गाता भनेर गर्नुहोस् तपाईँको यहाँ तल गयो भने बोनस सेत्य भन्छ बोनस सेत्य भनेको चाहिँ जापानिज कम्पनीहरूले तपाईँलाई काम गरिरहनु भएको छ भने बोनस पनि दिन्छ म बोनसको पैसा इन्भेस्ट गर्न चाहनुहुन्छ भने त्यो हिसाबले गर्न सक्नुहुन्छ र कुन महिनामा चाहिँ तपाईँको बोनस आउँछ बोनस आएको बेलामा कति हाल्ने भन्ने हिसाबले आफ्नो हिसाबले गर्नु होला सो म चाहिँ सिनाइमा राख्छु एन्ड तपाईँले नेक्स्टमा गर्नुभयो भने त्यहाँ चाहिँ तपाईँको अब निसा कोजा छ भने निसा कोजा छैन भने तोक्तेमा गरेर नेक्स्टमा गर्नु होला नेक्स्ट गरिसकेपछि चाहिँ तपाईँले एकचोटि खोल्नुपर्छ है यो अघि जस्तै यसलाई चाहिँ खोलेर खाकुनिन गर्नुभयो भने दोइसिते चुक्यो सो द्याट चाहिँ तपाईँले यति गर्नुभयो भने चाहिँ तपाईँले तल गएर फेरि यहाँ डिफ्रेन्ट अब इन्फर्मेसनहरू छ है यो चाहिँ तपाईँले डिटेलमा पढ्नु होला है तपाईँले यो के भनेको भन्ने कुरा मैले सबै एक्सप्लेन गर्दाखेरि यो लामो हुन्छ मेन बुझ्नुपर्ने भनेको चाहिँ यसले चाहिँ लाइक कति फी लिन्छ अनि तपाईँको यो निसा कोजामा छ कि छैन र महिनाको कति तपाईँले हाल्न खोजिरहनु भएको छ भन्ने कुरा चाहिँ एकदम इम्पोर्टेन्ट तरिकाले हेरेर अनि यहाँनिर चाहिँ तपाईँको कति तारिकमा चाहिँ पैसा हुनुपर्छ अकाउन्टमा भन्ने हिसाबले अनि तपाईँले तल गएर चाहिँ अहिले जस्तै आफ्नो पिनकोड हाल्नुभयो भने चाहिँ च्युमोन सुरु गर्नुभयो भने चाहिँ अभियसली यो चुमिताते सक्सेस भयो यति नै हो यति गरेपछि तपाईँको चाहिँ इन्भेस्टमेन्ट जर्नी स्टार्ट भयो अबदेखि चाहिँ अब नेक्स्टमा चाहिँ तपाईँलाई चाहिँ म सेयरहरू किन्न अनि प्लस गोल्डहरू चाहिँ कसरी तपाईँले चाहिँ के इन्भेस्ट गर्न सक्नुहुन्छ जापानबाट भनेर पनि देखाउनेवाला छु यदि केही प्रब्लमहरू आएको छ भने अभियसली कमेन्ट गर्नु होला है म कमेन्ट हेरेर रिप्लाई दिने ट्राई गर्छु म मेसेज अहिले कुनै पनि हेरिरहेको छैन आइ एम भेरी सरी एन्ड थ्याङ्क यू फर वाचिङ एन्ड सी यु इन माई नेक्स्ट भिडियो